सो व्हाट्स अप गाइस, यो चाहिँ मेरो फर्स्ट ब्लग हैन। यहाँ चाहिँ केटाहरु आइपुगिसकेको छ नि त। यहाँ हाम्रो ग्याङ चाहिँ हो, यहाँ अनिवेश, यहाँ गान्धी एन्ड हाम्रो चाहिँ आज के प्लान छ भन्दा आज चाहिँ हामी मङ्पू जाने हैन। र तपाईहरुले आज मङ्पूको एक दुईवटा अब राम्रो भिडियो सर्टहरु देख्नुहुन्छ। आज एकजना साथीलाई पर्खिराख्छु हामी, उ चाहिँ हाम्रो जन भाइ आइदिनेछ हैन। एन्ड अब जनी भाइ आइसकेर चाहिँ हामी निस्किनुपर्छ टक्क टाइममा। अन्त आज चाहिँ हाम्रो गान्धी चाहिँ घर लाग्दिँदैछ नि त, उसलाई पुऱ्याउनु पनि जाने हामी चाहिँ। भूषण पनि छ, भूषण पनि छ। अन्त केटाहरूले ऊ यहाँ आज चाहिँ तयारी भइसकेको छैन हो, आज चाहिँ लुगा हेर्दैछ ऊ, ग्याङसेनले ग्याङसेन हानिसक्यो। लगाइ चाहिँ हाम्रो जनी भाइ पनि आइदियो हो, ओ बिबी पनि आइदियो। यहाँ चाहिँ हाम्रो जनी भाइ, ऊ यहाँ हाम्रो खास केटा आइदियो, खास केटा। अब चाहिँ लाग्दिनुपर्छ गाइस। हो हामी हेर्दै जानुहोस् हाम्रो ब्लग, माया देखाइदिनु तपाईँहरू। म अब चाहिँ हामी निस्किरहेको हो, दुई भाइ चाहिँ गइदिइसक्यो। हिजो के भयो धेरैतिर भन्दै त मामुली सानोतिनो यस्तो कुरा चाहिँ हल्ला गर्नु हुँदैन गाइस, सुटुक्कै। दुई भाइ चाहिँ यहाँ अघि आइदिएको हो, हामी चाहिँ आइदिएको। नमस्ते सबैजनालाई, स्वागत छ हाम्रो ब्लगमा। यो चाहिँ हाम्रो वाहन, यहाँ पनि छ अर्को वाहन जाने त यतिजना। बाट छोडिदियो केटा, गान्धी छोड। पहिला खाना पुऱ्याइदिइहाल्नु। अब हामी पनि निस्किदिएको हो। भयो जनी भ्यागन क्या अलिक हुँदैछ त, हान्नु पर्दैन त बनाएको हो। ल के थाहा भएन आज के भोलि के बोका। हामी चाहिँ अहिले चिम्नी देउराली आइपुगेको छु हो। यो एउटा स्कुटीमा यतिजना छ, मम्छु केटाहरूले सामान किन्दैछ। जुगा गान्धी चाहिँ आज घर जाँदैछ हो, उसलाई चाहिँ अब हेप्पी मिस गरिदिन्छु गान्धीलाई। ल गाइस, अब तपाईँहरूलाई सिधा फेरि हामी हिँडेर देखाउँछु। यहाँ हाम्रो हेभी ड्राइभर चाहिँ जनी भाइ हो नि त, उसले चाहिँ जस्तोमा पनि कुदाइदिन्छ गाइस। अब हिँड्दै जानु उसको कुदाइ मात्रै हेर केटाहरूको। सब कुवारा केटाहरू अलिक जोगेर कुदाउ। अन्त यो अरू राइडरहरूलाई म अब भर्खर जो सिकाउरी हुन्छ नि क्या, तिनीहरू त्यो केटाहरूको जोसमा हेब्बी नबताउ। लड्छौ जो लड्छ त्यो त हो, तर लड्नु त ठिकै छ होइन। अब इन्जुरी हेऱ्यो भने चाहिँ डटी हो नि त, त्योहरूबाट चाहिँ अलिक जोक हो केटा हो। सेफ ड्राइभ सेफ लाइफ। अन्त गाइस तिमीहरूलाई क्या घरबाट टक्कै अब बाइक स्कुटी भन्यो भने क्या, म जस्तो लाटा नहुनु, स्कुटी नछान्नु, बाइकै छान्नु, अरूको आल्टो मान्छे कुरा नसुन्नु हो। ए बाइकको क्लच तान्नु साह्रो पर्छ, यस्तो गेम हुँदैन गाइस, सिकिहाल्छ। एक दुईपल्ट लड्छ त्यहाँबाट सिकिहाल्छ हो, तर स्कुटी चाहिँ नछान्नु। हरेस हुन्छ, रिग्रेट हुन्छ क्या। स्कुटी सिकिहाल्छौ, बाइकमा चढ्नु पनि लाग्छ। सब केटाहरूको बाइक हुन्छ, त्यहाँबाट मात्रै स्कुटीमा चाहिँ हरेस लाग्दिन्छ क्या। अहिले फिलहाल चाहिँ हामी कहाँ अरे पोखरेतालमा छु हो। ए पोखरे टाढो अरे नि त, जग्गा चाहिँ बाटो चाहिँ सब यस्तै छ हो गाइस। कुद्नु पाएको छैन केटाहरू, अलिक राम्रो बाटो आयो भने कुदेको पनि देखाइदिला हो। अहिले चाहिँ हामी हेप्पी बाटो आइदियो गाइस। जनी भाइ हाम्रो तन्किन थाल्यो। अब यो कहाँ निस्किन्छ यो बाटो चाहिँ?
तुरुक अरे हो तुरुक त्यहाँदेखि मैले तुरुक बल्ल दामी बाटो भेटायो तर ओह्रालो रहेछ गाइस फाइनली हाम्रो इच्छा पुरा भयो मङ्पू जाने प्लान कामिया होइन कहिले दिन जान्छु नि केटाहरू अन्त बिचरा हाम्रो चाहिँ यो प्लान कहिलेबाट भएको नि त कि गाइस मङ्पू जाने भन्दै थियो कि अब आयो मङ्पू चाहिँ भ्लग पनि हामी पहिला हाल्ने थियो कि खास चाहिँ त्यही के नमिलेर फेरि एक्जाम सुरु भइदियो हो गाइस त्यही भइदिएर त छोड्न एकछिन अन्त हो बोइज हामी चाहिँ यहाँ हेब्बी जग्गा आइपुग्यो हो यहाँ केटाहरू यी अनि दामी रहेछ त जग्गा चाहिँ यस्तो दामी छ हो गाइस बाटो चाहिँ देखिहाल्यो ब्रेक फेलहरू भइदिँदो रहेछ अन्त यहाँ त झन्डै केटाहरू भिरमुनि खस्यो आज गान्धीले गर्दा उसलाई पुऱ्याउने हुँदा हो नि यो चाहिँ कुन चाहिँ गाउँहरू छौँ तुरुक त्यो चर्च हो चर्च हो जग्गा चाहिँ यस्तो दामी छ हो गाइस तपाईँहरू पनि आउनु यसरी मजाले घुम्नु केटाहरूसँग एउटा मेमोरी बस्छ हो अब आफ्टर 12 त केटाहरू छुट्टिन्छ होइन स्कुलको त्यही मेमोरी बनाइराख्नु त्यो चाहिँ हामी जोगीघाटको त्यो बाटो जाँदैछु हो यो त्यो दार्जिलिङको जोगीघाट होइन नि फेरि मङ्पूवाला जोगीघाट हो नि कन्फ्युज नहुनु सर्टकट हो यो चाहिँ कप्स पनि हुँदैन यहाँ जसको लाइसेन्स छैन यिनीहरू यसरी आउनु सक्छ लगाइ जहिले चाहिँ हामी गान्धीको गाउँ आइपुग्दै हो यहाँ चाहिँ गाउँ चाहिँ हेब्बी रहेछ हो सब केटाहरूको लु अब गान्धीको घर जाने हो केटा हो कहाँ हो भन ओ हेलमेट बोकै उयो हऱ्यो हेलमेट हेलो लु लेट्स गो यहाँ चाहिँ हेब्बी जग्गा छ हो गाइस अनि हेब्बी छ त यहाँ कुन चाहिँ अरे मिडल मामिङ यहाँको मिडल मामिङ चाहिँ हेब्बी रहेछ हो गाइस अन्त यी अब सब केटाहरू पछि आइदिन्छ हो अन्त सोमा चाहिँ कस्तो लाग्यो राइड भयो दामी नि बाटो चाहिँ कस्तो थियो भन्दै थियो ओके यहाँ लडाइहरू पनि भयो गान्धीले झन्डै लडाइदियो हो हामीलाई गाइस कुद्दा हाम फालिदिएको कुद्दै गरेको स्कुटीमा चाहिँ हाम फालिदिएको गान्धीले चाहिँ हो झन्डै सेक्को बारेर मोराले ओ त गाइस हाम्रो युट्युब च्यानलमा माया देखाइदिनु हो यो चाहिँ हाम्रो अब फर्स्ट भ्लग होइन जति सक्दो अब तपाईँहरूलाई दामी देखाउने ट्राई गर्दैछु होइन टक्क माया देखाइदिनुहोस् हामी आइपुग्दै हो गान्धीको घरमा सरी अनिवेश यो चाहिँ गान्धीको फार्म आम्बो डोप रहेछ पुग्यो यहाँ चाहिँ हाम्रो गान्धीको घर हो डोप छ घर चाहिँ दामी राउलो घर पनि दामी एकदम फार्महरू हरियाली वेदर पनि दामी कस्तो लाग्यो तपाईँ तिमीलाई चाहिँ मेन भ्लगरलाई चाहिँ अब के भन्नु गान्धीलाई कस्तो फिल भयो मेरो घर तिम्रो घर फिल भयो कस्तो फिल भयो तिमीलाई होइन बहुत म यहाँ आएर बहुत संस्कारी फिल भयो मलाई होइन मेरो मनको पापहरू दुःखहरू हट्यो होइन बारी गर्नु जान्छु अब होइन तपाईँहरू राम्रै थियो होइन गान्धीकोमा चाहिँ छ हाम्रो मेन चाहिँ ठिकै छ साथीलाई कस्तो लाग्यो उसको घर चाहिँ यस्तो दामी थियो कि सुम
कडै थियो होइन भ्युजहरू पनि तपाईँले हेर्नु सक्नुहुन्छ राम्रो रहेछ भ्यूहरू उसको फार एकै बेरी फार्म सबैजनालाई होइन उहाँ हाम्रो क्यामेराम्यान हामी चाहिँ उहाँको घरमा आएको एकदमै धेरै धेरै खुसी लाग्यो मलाई क्या दामी देखाइदिनुहोस् यतातिर सो ब्युटिफुल उहाँले चाहिँ हामीलाई उहाँसँग चिनाउनु भएको होइन उहाँको ठुलो हात छ होइन के भन्नु चाहनुहुन्छ तपाईँ के भन्दा अब साथीहरूलाई गाउँ देखेको त्यति ठिक छ होइन अन्त इन्जोय गऱ्यो हामीले पनि तपाईँको गाउँमा होइन तपाईँ के भन्न चाहनुहुन्छ अरू 1-2 शब्द बाटो चाहिँ यहाँको बाटो चाहिँ अलिक राम्रो बनाइदिनुहोस् होला होइन गाउँको मान्छेहरूको पनि आश छ बाटो एकदम आन्टी दामी बाटो बिर्स्यो उसले होइन आफ्नै घरको बाटो बिर्स्यो उसले चाहिँ हो टर्निङ काटिसकेर बाटो देखाउँदो रहेछ उसले त अन्त होइन ठिकै छ हामी हराउनु चाहिँ हराइन यति भन्नु चाहन्छु धन्यवाद अघि तपाईँहरूलाई सानो कुरा भन्नु बिर्सिन्छु होइन सो फर एभ्री वान होइन आई वुड लाइक टु से प्लिज लाइक एन्ड सब्सक्राइब फर माई बोय रिजी आउट हियर सर्ट आउट टु माई बोय आउट हियर होइन अन्त आजको सबैजनाको केटाहरूलाई सर्ट आउट टु माई बोय ग्याङ साइन बेला बढ्दान होइन यता छ हाम्रो सर्ट आउट टु माई बोय राहुल होइन सर्ट आउट टु माई बोय बिबु अनिवेश होइन अनिवेश यहाँ चाहिँ फोटोग्राफी हुँदैछ माकुराको फोटो खिच्दैछ गाइस माकुराको फोटो ल त गाइस लाइक शेयर सब्सक्राइब चाहिँ गरिदिनु होला के गरेको त्यस्तो चाहिँ यहाँ चाहिँ केटा उही अब तपाईँहरूलाई खतरा कुरा गान्धीको भाइ गान्धीको भाइ अहिले हानिदिन्छ मुरा साइकोहरू नगर नि त्यस्तो झन् कहाँ हुँ गएको नगर न साथी बन्द गरिदियो अहिले गान्धी यहाँ चाहिँ गाईले हामीलाई झन्डै हानिदियो गाई भन्नुहोस् कस्तो खेद्यो गाईले गाडी बाइक भन्ने केटीहरू यस्तो केटाहरू हेर न यी ल्यान्ड रिच बोइज यिनीहरू चाहिँ ल्यान्ड रिच देखाइदेऊ 3टा गाई जमिन 25 एकड कहाँ हो 4टा गाई रहेछ रहेछ 5वटा पनि रहेछ अन्त कहाँ बेउँछ अन्त होमस्टे पनि रहेछ घरमा लुगा खाली हेर न लुगा खाली हेर त यस्तो डाउन टु अर्थ मान्छे ट्याटु देखाइदियो सो ट्याटु त्यो कर्सियङमा गएर बिक्री गर्नुपर्छ त्यो छिटो खुर्केर हाला त त्यो बिक्री गर्नुपर्छ के भनेको थाहै छैन यहाँ चाहिँ पैसा छ नि गाई यो चाहिँ गोबर बेच्यो भने चाहिँ फेरि हेभी आइदिन्छ नि अन्त भन्दै फेरि 1.5 लाख त यी छ 2टा एन्टक त यी छ यी 2टा एन्टक के हो यो जग्गा बिक्री हुन्छ बिक्री हुँदैन पहाड गान्धीको त पैसा रहेछ गोबरको पहाड त्यसै धनी होइन रहेछन् गान्धी गाईहरू कालो बाटी हेरिदिरहेको रहेछ भित्र रहेछ 2टा रहेछ लु गान्धी बेचेर हामीलाई बाइक ल जग्गा चाहिँ यहाँ गाइस हेभी रहेछ गाई हुन्छ अब गान्धीलाई अब गर्छु हानिदिन्छु नि यस्तो हुँदैन हाम्रो साथी चाहिँ भिलेजमा चाहिँ हेभी धनी रहेछ नि त मोराको अन्त 4टा गाई होमस्टे 6वटा बच्चा पनि रहेछ हो 6वटा गाई गोबरको पहाड अन्त तर मान्छे डोन्टो यत्रो ल्यान्ड उसको आज माथि छ उसको ल्यान्ड
तर गाईलाई चाहिँ अलिक म्यानर्स सिकाऊ है सोम भइदिएन नि हान्नु आइदिँदै थियो अन्त ओइ नखोला तिमी हट ठाडै आइदिँदो रहेछ मोरा सिङ्गको बच्चा छ ल्याउ यहाँ चाहिँ हाम्रो दिदी बच्चा राम्रो थिएन ए मानेन गान्धीसँग नगर होइन लाग्दिउँ अहिले हानिदिन्छ चाकतिर हान्ने भने रड्डी हुन्छ नगर है सोम अहिले दोरी चुट्टाउलाई कत्रो सिङ आम्बो गान्धीको भन्दा ठुलो रहेछ सिङ हुँदैन गद्दिलो रहेछ यो यसले हाने त डम्प गर्दैन डम्प टु स्पेस बनाइदिने हाने नि त स्पेसमा पुऱ्याइन्छ नि ल त गाइस अहिले भेट्नु पर्छ ल मजा आयो कस्तो होला सोमको तिम्रो दिवालीमा हामी बस ल दिवाली दामी लाग्दैछ ल गान्धी अङ्कललाई सोध्दै थियो भने दालाई सोध्दै थियो हुन्छ आन्टी गए ल गाइस अब चाहिँ हामी निस्किदिएको हो ल सोम गान्धीको घरको फिडब्याक त्यो एउटा मान्छेको हुन्छ नि क्या अब आफ्नोपन होइन सोम कम्फर्ट सरी भने क्या द्याट्स द वर्ड कम्फर्ट होइन यो चाहिँ यस्तै जग्गामा खालि पाउँछ क्या अब फर्किँदा आफूलाई माया लाग्दिन्छ क्या अब दिनहरू होइन मेमोरेबल हुन्छ अब रेस्पेक्ट जाम पाउँदैन नि त होइन लु केटाहरूलाई पनि सोधिदिइहाल लु अरू केटा कस्तो एकदम अन्त अब गान्धीको माया लाग्दिन्छ हामीलाई जाने बेला सोम फेरि किस गरिदिन्छ अन्त हामी चाहिँ यहाँ रोडमा आइपुग्दै हो गाइस ओ हाम्रो स्कुटी चाहिँ यहाँ छ ल त सोम नरुनु ल अब ल त साथी नरुनै सोम लु दुई भाइ रुइदे साथी रुइदे यो त रुको होइन नि तिमीले इमोट देखाइदिएको नि यो त मलाई लाग्दो इमोट ल सोम मेरो गर्दै मेरो ल गान्धी ल केटा लुजु ल गान्धी भाइ जाऊ ल अझै भेट्नु पर्छ भाइ ल लभ यु साथी लाग्यो गाइस दुई भाइ त अगाडि नै चलिदिइहाल्यो हाम्रो दुई भाइ चाहिँ तुफान हो नि त बस बजेको ल हामी चाहिँ मामरिङदेखि निकै माथि आइपुगिसक्यो हो अब चाहिँ बागगोडा आइपुग्न आँट्यो नि त हामी अहिले चाहिँ स्कुटीको इन्जिन हिट भएर चाहिँ एकछिन स्कुटी ल्याम्रेस जनी भएको पर छ हो अनि हाम्रो बिउसन यिनीहरू चाहिँ तोप कुद्यो हो मोराले के मोडमा हाल्यो अरे हामी भिर पाखा मोडमा कुद्ने केटा भिर पाखा मोड होइन त्यस्तो नकुद्नु केटो होइन तिमीहरू पनि बिस्तारै कुद्नु हुँदैन बिस्तारै कुद्नु जग्गा सानो हुन्छ एन्टकको चिप्लिन्छ के हुन्छ होइन आधी नौ मान्छेको प्रिन्सलाई सर्ट आउट बिचाराले ज्याकेट दियो कोलम्बिया हो फेरि दिल्लगी होइन नि कोलम्बिया वाटर प्रुफ भन्छ सब बित्दा रहेछ बित्था कुरा गर्छ नि कोही सिङ्गल केटीहरू छ नि यहाँ अनिवेश छ अनिवेश कहाँ हो अब त फेरि उयो छ नि उसको त मिलिट्री यहाँ खेलाइ चाहिँ होइन यहाँ हेर्दैछु मिलिट्री ल गाइस अब हामी निस्किदिएको हो अब सिधै हामी बागगोडाको त्यो गोलाइमा रोक्छु होइन टक्क त्यति बेला भेट्यो अलमोस्ट 50 अगाडि तो कुद्दिँदैछौँ गाइस यहाँ एउटा भ्यू पोइन्ट हो चिम्ली भ्यू पोइन्ट
कोत्रो काट्दै कोत्रो ल्याइदिएको आज गाडीले एसी ल्याइदियो भने गल्ती हाम्रै हुन्छ है यहाँ मैले केही भएको भए गल्ती हाम्रै ए छोड छोड झन्डै पागल हो कस्तो बेला ल कस्तो बिजी आइदियो ल गाइस अब चाहिँ हामी घरपट्टि आइपुग्दै हो लु डुमाराममा चाहिँ ज्यादै सानो खालको रोड छ हो अगाडिबाट गाडी आइदियो भने कस्तो अप्ठ्यारो सिचुएसन हुन्छ कोही बेला एन्ड प्लस यो गोलाइमा हेर गोलाइमै मन पर्छ के गरिदियो गोलाइ गोलाइमा बम्पर कसले बनाउँछ छक्कै गरिदियो एन्ड हाम्रो जनी भाइको स्कुटी चाहिँ अर्डिनेरी एन्टक होइन पछाडि देख्यो होला 11 यार ब्युटी छ फेरि जति दामी हो त्यो बाइक तर आउँछ बिस्तारी हौ त बिस्तारी अब अलिक टाइम लाग्छ तर आउँछ लाग्छ फ्युचर करा छ हाम्रो घर आएको उयो ग्याङ साइन गर्दै छैन त्यो चाहिँ पक्कै स्टेसनमा ग्याङ साइन गर्दै बस्छ यो मान्छे ग्याङ साइन हान्नु मात्रै भइसक्यो यो चाहिँ पूजा हो साग के हो साकेला के हो स्वागत हो यहाँ चाहिँ हाम्रो विभूषणको घर आइपुग्यो हो अब यो चाहिँ हाम्रो जान्छ यहाँदेखिको म राख्छु ल ल सुधी गइदियो अब चाहिँ विभूषण पनि गइदियो रुइदियो नि त फेरि ल गाइस यस्तो लाइट त म मेरो रुममा हालिदिउँ भन्दै थिएँ हालिदियो यसले त्यो अर्को खालको लाइट त अब साह्रै भयो यस्तै हाल्दा आज त आइपुग्यो हो अब घर टक्कै स्कुटी यहाँ टक्कै राखेर चाहिँ लाग्दिनुपर्छ यस्तोले बिटले भेटेर यस्तोमा बस्दा त आम्बो नरम भर्खर त्यस्तै भयो ल त गाइज आजको भ्लग चाहिँ यति नै हो अहिले हामी चाहिँ माथि स्कुटी राखेर चाहिँ घरमा आइदिइरहेको छु हो यहाँ केटाहरू गलेर बसिदिइरहेको छ जोनी भाइ आज चाहिँ तपाईँहरूलाई आजको भ्लग चाहिँ मनपर्छ होला होइन अब फर्स्ट भ्लग थियो केही मिस्टेक भयो भने अब माफी पाउँ त्यसमा होइन जति सक्दो अब तपाईँहरूलाई राम्रै भ्यूहरू देखाउनु डाउन टु अर्थ हुनु खोजेको थिएँ होइन अब कति आयो कतिमा अब ब्याट्री डाउन भएर गर्नु पाएन हो त्यसको लागि अब धेरै धेरै सरी तपाईँहरूलाई हो अब नेक्स्ट भ्लगतिर अझै राम्रो ल्याउने ट्राई गर्छु होइन ल गाइस आजको लागि यति नै हो लाइक सेयर सब्सक्राइबहरू चाहिँ गरिदिनु होला माया देखाइदिनु ल चेटे ल गाइस